म यहाँ दिन म काठमाडौँमा थिएँ 4 दिन बच्चा ल्याउँदै थियो थुप्रो बच्चा ल्याउँदै म एउटा ग्लास पनि एउटा पानी खाने चम्चा पनि लगाएन अब चिन्ता त कति चिन्ता त गर्छ अब अहिलेसम्म चिन्ता त मलाई अहिले कति छ गर्छ अब मैले कसरी बनाउनु परिवारलाई कसरी बचाउनु नाति पाँच है आमा अब बुहारीहरू छोराहरू सबै छन् कसैको केही आय आर्जन केही छैन पेसा केही छैन है अब अन्त गएर अरूको ठाउँमा गएर बस्नु धेरै नै गाह्रो होला मलाई जहाँसम्म लाग्छ यही घर मर्मत गरेर अथवा यही ठाउँमा केही गरेर बस्न पाए हुन्थ्यो अब मन त छ भोलि खोलाले के गर्छ अझ पनि अब के हुन्छ भने अझै पनि थाहा छैन अब In Nepal, at least 148 people have been killed by flooding and landslides, with dozens more still missing. Local media are reporting it as some of the heaviest rainfall in decades. The government says schools and colleges will remain shut nationwide for the next 3 days. Authorities in Nepal expect the death toll could rise as reports are collected from the many villages across the remote mountainous country. हाम्रो परिवारमा चाहिँ भाइ मम्मी म मेरो श्रीमती बाबा हुनुहुन्छ हजुर म भाइ मम्मी चाहिँ जानुभयो हजुर हामी पनि अब के गर्छौँ थोरै अब कमाउन सक्छौँ हजुर काठमाडौँतिर गएर बस्यो हजुर यता घर यस्तो भयो बाबा अहिले अर्को बिहा गरेर हिँड्नुभएको छ अब यहाँ हाम्रो संस्थाबाट अब अलिअलि आएको सहयोगहरू पनि सबै लिएर जानुभयो क्या अहिले घर छैन अरू घरमा रुम लिएर बसेको यहीँ बसिरहनु भएको छ हजुरहरूले सरसहयोग जुन केही पाउनुभयो कि पाउनु भएन सरसहयोग अब म त सेतुलोला भित्र बसेको थिएँ हजुर सबै बाबाले गर्नुभएको थियो अलिअलि भएको पनि बाबाले बोकेर अर्को बिहा गरेर हिँड्नु अब हामी यतातिर मेलापाता हिँड्छौँ अलिअलि कामतिर हिँड्छौँ अब यहाँ अब म र मेरो श्रीमतीलाई चाहिँ एउटा राम्रो घर भयो सानो घर भयो भने हामीलाई हुन्छ बस्ने ठाउँ भयो भने गुजारा चलाउँछौँ मेलापाता गरेर खान्छौँ अब अरू घर बसेको छ निक्लिएर जा भने जान्छौँ छैन अब घर बनाउनु ल्याएको सहयोग पनि बाबाले सबै लिएर हिँड्नुभयो घर फर्केर नै आउनुहुन्न एकपल्ट पनि गर्नुहुन्न फोन गऱ्यो भने धम्की मात्रै दिनुहुन्छ कराउनुहुन्छ यहाँ अब प्रायः जस्तो कोही पनि मेरो घर आउँदैन उहाँ पनि मेरो अङ्कल हुनुहुन्छ उहाँ एउटा हात्नु भएको अहिले भर्खरै इन्टरभ्यू दिनु मेरो माइलो हस्बेन्डको छोरा हुनुहुन्छ मेरो अङ्कल हो उहाँहरू कसैलाई पत्ता छैन मेरो मम्मीहरू बित्ने बेला नि उहाँहरू मेरो मम्मीहरूसँग बोल्ने गर्ने यताउति थिएन अनि खोजी नगरेपछि यहाँतिर दाईहरू यहाँ तल अङ्कलहरू सबैजनाले कराएर अथवा सबैजना गएर खोज्दाखेरि उहाँको त्यो मेरो मम्मीलाई र मेरो भाइलाई अब अहिले पनि गएर बस्छु अब कोही आउनुहुन्न बोल्नुहुन्न म आफू दुःख गर्छु खान्छु यहाँबाट बिहान उठेर पनौती पुगेर काम गरेर आउँछु बेलुका 8 बजी 9 बजी घर आइपुग्छु बाबालाई फोन गरेर घर आउनु मलाई यस्तो भयो भने पनि मलाई मतलब छैन भन्नुहुन्छ जहिले खासमा चाहिँ यो कुरोले म त्यति सम्झिँदैन साथीन 6 जनामा एकजना मृत्यु भयो उहाँको श्रीमती 2टा बचायो अरू 5 जना त पुर्यायो त सकुशल उसको चाहिँ श्रीमतीको यसको यो छ नि त अब यो भ्यालिडेसन भयो नि त अहिले यो झ्यालको होइन यो झ्यालको यो अहिले यो ढलाङ यो अहिले डिबिसी गऱ्यो नि त यो पहिला त यो काठ पाल्ने हो त्यो काठको यो काठले झर्दाखेरि चाहिँ ठ्याक्कै यस्तोमा परेर यो टगेर यो ठ्याक्कै यस्तो पऱ्यो बुढी छैन बुढी भएको भए पो सबै व्यवहार मिलाउनु बुढी छैन अब पहिला त बुढी हुँदाखेरि त बुढीले व्यवहार सबै मिलाएको थियो छोरा छोरी त्यही घरकै मात्रै याद आउने अब
सबै अब केही अब जिउमा लगाएको लुगा भन्दा केही झिक्न नि पाएन, गहना घरमा भएको सबै केही निकाल्न पाएन। अब यहाँबाट 1 घन्टामा पुग्ने बजार, त्यो बेला त हिँडेर दिनभरि लाने के, बिहान गयो बेलुका मात्रै आइपुग्ने। अनि त्यहाँ छिमेकीको लुगा मागेर लाएर अनि बजारतिर अनि दिदीलाई फोन गरेर अनि यसो चाहिँ भनेर ज्वाइँलाई हाम्रो राम्रै छ, घर चाहिँ छैन, हामी परिवार चाहिँ ठिकठाक छ। घरमै बसिरहेको थियौँ। पानी परिरहेको थियो। पानी अब सधैँको पानी परिरहने हो, बर्खा लागेपछि भन्ने हिसाबले बसेर घरको दुईपट्टि नै खोल्सा छ। अरू त भाग्नुहुन्छ होला, तर हामी जस्तो दृष्टिहीन व्यक्ति भाग्न नै सक्दैन। अब आयो भने चाहिँ के गर्ने होला त्यही सोच्न मात्रै बसेको थिएँ म चाहिँ। अब म त्यस्तो छु। अब त्यो माथि गाई भैँसीलाई कता लाने हो, अनि अब श्रीमती छ उसलाई कता लाने भन्ने थिएन त। त्यही हो भाग्ने ठाउँ छैन, त्यही बस्ने हो। अब सबै लाने रहेछ भने एकै ठाउँमा सबै मरिन्छ भने त्यही हो विकल्प। त्योभन्दा अरू केही पनि छैन। एउटा जुन घरमा मान्छे छ त्यही घरमा थुनिया छ, अर्को घरमा जानु पाएको छैन। त्यो चाहिँ अलिक गाह्रो थियो। तर त्यस्तो पूर्व सूचना भनेको खासै भएन। माथि जानुपर्छ त्यही साइडको माथिपट्टि, त्यहाँ जुन पुललाई मलाई अर्को साथी बिना म हिँड्न सक्थेँ। अगाडि हिँड्थेँ। अगाडि यो सबै यो भित्र साइडमा केटी थियो, त्यो केटीलाई स्टिकले छामेर हिँड्थेँ। अब त्यस पछाडि चाहिँ म 81को त्यो असोजदेखिबाट म एक्लै हिँड्न सक्थेँ। सबभन्दा ठुलो दुःखको कुरा चाहिँ यही लाग्छ। दृष्टिहीन त थिएँ, अब हिँड्न नसक्नु सबभन्दा ठुलो पीडा त्यो छ। एउटा न एउटा साथी खोज्नै पर्छ। अरू मान्छे अलिक बढी हाबी भएको कारणले उहाँहरूले नि हामीहरू नभेट्दै गर्दा चाहिँ रुमलाई मात्रै हेर्नुपर्छ, हरेक ठाउँमा छ। हाम्रो कुरा अब ठाउँसम्म पुग्छ। 7 महिना छोडेर गएको हो। मैले सालमा बाहिर गएको थिएँ म विदेश, त्यतिखेर राम्रो थियो। अनि 66 सालमा आउँदाखेरि यस्तो भएको रहेछ। हिँड्नु नसक्ने, बोल्नु नसक्ने, डक्टरपट्टि किरा त भइरहेको छैन। के हो हानि तथा नोक्सानी घरै गएको छ। मान्छे नै पनि खेतीमै आत्मनिर्भर गर्ने ठाउँ हो यो। यहाँ तलदेखिबाट यहाँ बुझेर ल्याउनुपर्छ, बाटो छैन है। हामी चाहिँ झुन्डेको अवस्थामा छ है। हाम्रो पोहोरको पहिरोमा हामी यस्तो भएको थियो, झुन्डेको थियो। न त पानी छ, न त बत्ती छ, न त बाटो छ। हेर्नुहोस्, अनि हामी सामाजिक सञ्जाल पनि चलाउनु नपाउने है। हामीले त्यति बेला चाहिँ हाम्रो त्यो मोबाइलहरू पनि चल्दैन थियो। कपडा अन्न पानी सबै लग्यो। त्यो बेला विकल्जी भएर मैले लुको सुत्ता मागेर लायो। छोरै गयो, पसल पनि गयो। भैँसी चाहिँ बेचेर 7 दिन मात्रै भएको थियो। त्यो पैसा पनि बगायो। त्यो 50,000 आएको पैसाले त्यो टिनको टाहरो बनाएर त्यही टाहरोमा अहिले सबैको बसोबास त्यही टाहरोमा बस्यो। ठुलो पानी पऱ्यो भने भाग्नु पर्ने जस्तो, फेरि कोठामै फर्केर जानु पर्ला कि क्या हो भन्ने। अनि बाल तिर्नुलाई कहाँको पैसा लिएर तिर्ने आन्दोलनमा परिरहेको छ। अब यिनीहरूले बिस्तारै परमेश्वरमा अप्ठ्यारो परेको जग्गा किन्दै गएको छ। सरकारले यो घोषणा गरेर यो क्षेत्र चाहिँ पुरै खाने घोषणा नै गरिदिएर हामीलाई उठाइदिएदेखि धेरै राम्रो। म भल काट्छु दिदी भन्नु, कोदालो ल्याऊ भन्नु, बाबु कहाँ भल काट्नु, बाढी आइसक्यो अब भाग्नुपर्छ भने मैले त मान्नु भने कि ज्वाइँले। अनि त्यहाँबाट कुद्दै गएमा त उता पारिपट्टि अफिसमा चाहिँ ढुङ्गा खानेको अफिस। उद्धारमा त आफू ज्यान जोगाउन आफू भयो, बस्ती भाउ सार्न पनि आफै। कस्तो चाहिँ परिवर्तन देखिन्छ यहाँ चाहिँ ठुलो वर्षा भयो। ठुलो वर्षा भएपछि माथिबाट बाढी पस्यो, क्षति त भइहाल्यो। संस्था मात्रै आयो, यहाँ रेडक्रस आयो पहिलो नम्बरमा। रेडक्रसले पनि अब अलिकति तरकारी लाउनलाई सोरसार गर्नु भन्दा 20-30 हजार 40 हजार। अनि अस्थायी आवास भन्दा 50,000को कुरो थियो। मैले अस्थायी आवासले बनाइन, मलाई चाहिँ यो घर भत्काएर थाई आवास नै बनाउने भनेर मैले चाहिँ त्यो बनाइन। यो भत्काउनलाई नि 40-50 हजार लाग्ने भयो। अनि यसलाई 8 लाख लागेको थियो। यो भूकम्प रहितको घर हो यो। अनि यसलाई चाहिँ पहिलो प्राथमिकता राख्नुपर्छ, यो हेर्नुपर्छ भने यो त
राज्यको पैसा नि पर्यो नि अनि त्यही कुरा मात्रै टरेर अहिलेसम्म हेरे नि छैन यो किन नभत्काएको भने अब राज्यले केही दिन्छ कि भनेर पालिकाले केही कोसिस गर्छ कि भनेर मैले राखेको हो भत्काउन नि आर्थिक अवस्था चाहिँ मेरो कमजोरै छ अब क्षति भएको हो छ र पनि क्षति भयो घर क्षति भयो अरू अब यही अवस्थाको भयो